जा 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 बजा बजा ओए लुएर उडेर हामी के आएछ केटाहरु हैन गोचा ल पाल्दैन त अगाडि बढाइदे खोस पार्न अगाडि दे न लुएर आफ्नै खुट्टामा भयो प्याप्सन मेचीनगरको आयोजनामा आजबाट प्याप्सन मेचीनगर स्पोर्ट मिट 2082 सुरु भएको छ। विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्याप्सनले नगरका विभिन्न क्षेत्रमा कार्यक्रम सुरु गरेको हो। प्याप्सनले खेलको पहिलो दिन आज बोइज फुटबल र टेबल टेनिस प्रतियोगिता आयोजना गरेको छ। प्याप्सनले मेचीनगर 3 स्थित बडाखालको खेल मैदानमा फुटबल र काँकरबिट्टाको सामुदायिक हलमा टेबल टेनिस प्रतियोगिता आयोजना गरेको थियो। बडाखालमा आयोजित फुटबल प्रतियोगितामा प्याप्सन मेचीनगरमा आबद्ध 23 वटा विद्यालय सहभागी बनेको प्याप्सन मेचीनगर अध्यक्ष विक्रम छेत्रीले जानकारी दिए। भोलि बोइज तर्फको फुटबल खेल सम्पन्न हुनेछ। भोलि क्वार्टर फाइनल सेमी फाइनल हुँदै फाइनल खेल हुनेछ भने पर्सिबाट गर्ल्स फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। मेचीनगरका विभिन्न क्षेत्रमा आयोजना हुने उक्त प्रतियोगिता 1 सातासम्म सञ्चालन हुने उपाध्यक्ष सुरेन्द्र नेउपानेले जानकारी दिए। एथलेटिक्स खेल भने 28 गते मेजा समाविको खेल मैदानमा हुनेछ भने हिमालयन इङ्ग्लिस एकाडेमीमा भलिबल प्रतियोगिता हुने आयोजकको भनाइ छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई मेडल सहित सम्मान गरिएको थियो। त्यसैगरी म्यान अफ द म्याच पूर्वाञ्चल स्कुलबाट नारायण तामाङ